नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। भारतीय प्रधानमन्त्री मोदीबाट मुक्तिनाथमा विशेष पूजा अर्चना। आज काठमाडौँ महानगरपालिकामा नागरिक अभिनन्दन गर्ने। प्रदेश 2 को विकासको लागि 1 अर्ब सहायता दिने मोदीको घोषणा। प्रधानमन्त्री ओली र मोदी बीच भेटवार्ता, महत्त्वपूर्ण 5 समझदारी कुरा। राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोङ उन बीच जुन 12 मा भेटवार्ता हुने निश्चय। र आइपिएल क्रिकेट अन्तर्गत गए राति खेलमा राजस्थान रोयल्स विजयी, चेन्नई सुपर किङ्सले 4 विकेटले पराजय। अब समाचार विस्तारमा। नेपालको 2 दिने राजकीय भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहिले मुक्तिनाथमा विशेष पूजा अर्चना गर्नुभएको छ। मोदी बिहान 7:55 मा मुक्तिनाथ मन्दिर नजिकै बनाएको हेलिप्याडमा अवतरण गर्नुभएको थियो। मुक्तिनाथमा भारतीय प्रधानमन्त्री मोदीलाई संस्कृति तथा पर्यटन मन्त्री रविन्द्र अधिकारी, प्रदेश नम्बर 4 का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ लगायतले स्वागत गरेका थिए। मोदीले करिब 20 मिनेट पूजा बिताएपछि हवनमा सहभागिता हुन लागेको पुजारीले बताए। हवनमा लागि बागलुङबाट 9 जना बटुक निम्त्याएका छन्। मुख्य मन्दिरभित्र पुजारी कृष्ण प्रसाद सुवेदीले मन्त्रोच्चारण गर्नुभएको थियो। प्रधानमन्त्री मोदीको स्वागतका लागि स्थानीयवासी परम्परागत वेशभूषा सहित उपस्थिति भएका छन्। मन्दिरले दायाँतर्फ 7 आनी र लामा हिराबहादुर ठाकुरीले स्वागत गरे भने बायाँतर्फ 5 पण्डित बसेर मन्त्रोच्चारण गरेका छन्। बायाँतर्फ 7 पण्डित बसेर मन्त्रोच्चारण गरेका छन्। मुक्तिनाथको मोदीलाई कालीगण्डकीको शालिग्राम उपहार दिने कार्यक्रम रहेको छ। 12 गाउँपालिकाको तर्फबाट मोदीलाई शालिग्राम उपहार दिनेछ। कालीगण्डकी शालिग्रामका लागि निकै नै प्रसिद्ध रहेको छ। मन्दिरका पुजारी कृष्ण प्रसाद सुवेदीका अनुसार मोदीले 108 धारामा प्रक्षुब्ध हातले जल छर्कने कार्य गर्नुहुनेछ। यस्तै पूजा सकिएपछि स्थानीय मुक्तिनाथ संरक्षण समिति र आनीहरूको तर्फबाट समितिका अध्यक्ष लामा हिराबहादुर ठाकुरले मोदीलाई पद्मसम्भवको मूर्ति प्रदान गर्ने कार्यक्रम रहेको छ। पित्तलमा सुनको जलप लगाएर तयार गरिएको सो मूर्ति 8 इन्चको रहेको लामाले बताउनुभयो। यसैबीच मोदीको आगमनलाई मध्यनजर गर्दै सर्वसाधारणलाई मुक्तिनाथ प्रवेश रोक लगाइएको छ। रानी पौवा र पुराङ बजारमा पर्यटन प्रवेशमा समेत रोक लगाइएको छ। बजार क्षेत्रमा भएका पर्यटकलाई होटलबाट बाहिर निस्कन नदिन प्रहरीले व्यवसायीलाई सूचित गराएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र आसपासका क्षेत्रको विकासका लागि 1 अर्ब सहायता दिने घोषणा गरेका छन्। 2 दिने राजकीय भ्रमणका क्रममा शुक्रबार जनकपुर आएका मोदीलाई नागरिक अभिनन्दन गरिएको छ। कार्यक्रममा उनलाई जनकपुर नगरको साँचो हस्तान्तर गरिएको थियो भने मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समस्या राखेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले प्रदेश 2 को विकासका लागि 1 अर्ब सहायता घोषणा गरेका हुन्। उनका अनुसार प्रदेश सरकार र केन्द्र सरकारले समन्वय गरेर यो रकममा बन्ने परियोजना छनौट गर्नेछन्। पिछले महीने हमें कृषि क्षेत्र में एक नई साझेदारी की घोषणा की है। मुख्यमंत्री जी आप बता रहे थे, हमने एक नई साझेदारी की घोषणा की है और इस साझेदारी के तहत कृषि के क्षेत्र में सहयोग को और बढ़ावा दिया जाएगा। दोनों देशों के किसानों की आमदनी कैसे बढ़ाई जाए, इस पर ध्यान दिया जाएगा। खेती के क्षेत्र में साइंस और टेक्नोलॉजी के इस्तेमाल में हम सहयोग बढ़ाएंगे। भाइयों और बहनों, आज के युग में टेक्नोलॉजी के बिना विकास संभव नहीं है। भारत स्पेस टेक्नोलॉजी में दुनिया के 5 टॉप देशों में है। आपको याद होगा, जब मैं पहली बार नेपाल आया था तब मैंने कहा था कि भारत नेपाल जैसे अपने पड़ोसियों के लिए एक उपग्रह भारत भेजेगा। अपने वादे को
मैं पिछले वर्ष पूरा कर चुका हूं। पिछले वर्ष भेजा गया साउथ एशिया सैटेलाइट आज पूरी क्षमता से अपना काम कर रहा है और नेपाल को इसका पूरा लाभ मिल रहा है। भाइयों और बहनों, भारत और नेपाल के विकास के लिए 5T के रास्ते पर हम चल रहे हैं। पहला T है ट्रेडिशन, दूसरा T है ट्रेड, तीसरा T है टूरिज्म, चौथा T है टेक्नोलॉजी और पांचवा T है ट्रांसपोर्ट, यानी परंपरा, व्यापार, पर्यटन, प्रौद्योगिकी और परिवहन से हम नेपाल और भारत को विकास के रास्ते पर आगे ले जाना चाहते हैं। साथियों, संस्कृति के अलावा भारत और नेपाल के बीच व्यापारिक रिश्ते भी एक अहम कड़ी है। जनकपुर जयनगर रेल यो वर्षभित्र पूरा गर्ने गरी काम भइरहेको भन्दै उनले यसले नेपाललाई भारतको रेल सञ्चालनमा जोड्ने बताए। रक्सौल काठमाडौँ रेलका साथै जलमार्गबाट पनि नेपाललाई भारतलाई जोड्न चाहेको उनले बताए। प्रधानमन्त्री मोदीले छिमेकी पहिलो भन्ने भारतको नीति रहेको र नेपाल पहिलो प्राथमिकतामा रहेको बताए। उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको समृद्ध नेपाल खुशी नेपाल अभियान आफ्नो सबमा साथ सबका विकास अभियानसँग मेल खाने भन्दै यसलाई सफल बनाउन भारतले सहयोग गर्ने बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत र अभिनन्दनका लागि प्रदेश नम्बर 2 का विभिन्न जिल्लाका साथै भारतबाट समेत हजारौं मानिस जनकपुरमा आएका थिए। त्यस्तै सप्तरीबाट पनि 10,000 भन्दा बढी मानिस जनकपुर आएका थिए। सप्तरीबाट 51 वटा बस जनकपुर आएका थिए। सयौंको संख्यामा मोटरसाइकल, ट्र्याक्टर, कार, जीप, माइक्रो लगायतका सवारी साधन चढी करिब 10,000 भन्दा बढी सप्तरीवासी जनकपुर पुगेका थिए। त्यस्तै सरकारले जनकपुर जान इच्छुकका लागि 20 वटा बसको व्यवस्था गरेको थियो भने त्यसबाहेक नगर र गाउँपालिकाले समेत इच्छुकका थप सवारी साधनको व्यवस्था मिलाएको थियो। भारतीय प्रधानमन्त्रीको भ्रमणलाई लिएर प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको कर्मचारीहरू पनि उल्लेख्य संख्यामा जनकपुर पुगेका थिए। जनकपुर पुगेको टोलीले जनकपुरको 12 बिघा मैदानमा आयोजित नागरिक अभिनन्दन समारोहमा भारतीय प्रधानमन्त्री मोदीलाई प्रदेश सरकार मार्फत ध्यानकर्षण पत्र बुझाएका थिए। ध्यानकर्षण पत्र मार्फत सप्तरीको दुःख भनेर चिनिएको खाडो नदी नियन्त्रण, भारत सरकारले लगानीमा निर्माण भइरहेको र भएको अधुरो योजना पूरा गर्न पहल, प्रसिद्ध शक्तिपीठ छिन्तमस्ता र कंकालीन मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास सहयोग गर्न भारतीय प्रधानमन्त्रीले आग्रह गरिएको थियो। अब समाचारमा विश्रामपछि प्रधानमन्त्री ओली र मोदी बीच भेटवार्ता, महत्त्वपूर्ण 5 समझदारी। राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोङ उन बीच जुन 12 मा भेटवार्ता हुने निश्चित। र आईपीएल क्रिकेट अन्तर्गत गए राति खेलमा राजस्थान रोयल्स विजयी, चेन्नई सुपर किङ्स 4 विकेटले पराजित। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदी बीच भेटवार्ता भएको छ। नेपालको राजकीय भ्रमण रहेको मोदी र ओली बीच शुक्रबार साँझ भेटवार्ता भएको हो। त्यसअघि दुई प्रधानमन्त्री बीच शुक्रबार नै जनकपुरमा पनि भेट भएको थियो। पटनाबाट सिधै जनकपुर आएका मोदीलाई ओलीले जानकी मन्दिरमा स्वागत गरेका थिए। जनकपुरमा नागरिक अभिनन्दनपछि काठमाडौँ आएका मोदीले राष्ट्रपति विद्या भण्डारी र उपराष्ट्रपति नन्द बहादुर पुनसँग शिष्टाचार भेटवार्ता गरे। त्यसपछि नेपाल र भारतका समक्ष बीच द्वारिकाज होटलमा 1-to-1 वार्तापछि द्विपक्षीय वार्ता पनि भएको छ। लगत्तै दुई प्रधानमन्त्रीले अरुणा तेस्रोको शिलान्यास गर्नका साथै सम्बोधन गरेका छन्। नेपाल र भारत बीच कुनै सम्झौता भने भएन, तर सम्बोधनका क्रममा दुई प्रधानमन्त्रीले आफूहरूका बीचमा भएका छलफल र सहमतिबारे जानकारी दिएका छन्। प्रधानमन्त्री मोदीका अनुसार नेपाल ल्यान्डका कन्ट्री नहोस्, ल्यान्ड लिङ्क र वाटर लिङ्क होस् भने प्रधानमन्त्री ओलीको यो भिजनलाई साकार गर्न भारतले
हर सम्भव सहयोग गर्ने प्रतिबद्ध छ। मोदीका अनुसार भेटमा प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा भएको सहमति र त्यसको कार्यान्वयनबारे छलफल भएको छ। केही काम भइसकेका छन् भने केही छिट्टै हुनेछन्। उनका अनुसार रक्सौल काठमाडौँ रेलवे सर्वे छिट्टै हुनेछ। अघिल्लो महिना भएको ओलीको भारत भ्रमणका क्रममा रेलवे निर्माण सहमति भएको थियो। स्वास्थ्यमा सहयोग, भारतले क्यान्सरको उपचारका सहयोग गर्ने सहमति भएको छ। मोदीका अनुसार भारतले भरतपुर क्यान्सर अस्पतालमा भावाट्रोमा रेडियोथेरापी मेसिन छिट्टै जडान गरिदिनेछ। दुई देशका प्रधानमन्त्रीका अनुसार भेटमा पञ्चेश्वर बहुद्देश्यीय परियोजनाको DPR छिट्टै बनाउने सहमति पनि भएको छ। यसका लागि दुई देशको टिम छलफल बस्ने प्रधानमन्त्री ओलीले बताए। ओलीसँग मिलेर आफूले 1900 मेगावाट क्षमताको अरुणा तेस्रो शिलान्यास गरेको भन्दै मोदीले ऊर्जा क्षेत्रमा नयाँ अभ्यास जोडिएको बताए। ऊर्जाका अरू सहयोग परियोजना पनि कुराकानी भइरहेको उनले बताए। तहिना दुई प्रधानमन्त्री अनुसार नेपाल र भारतका कृषि मन्त्रीहरूको बैठक छिट्टै बस्नेछ। यो बैठकले कृषि सहयोग, अनुसन्धान, शिक्षा सहयोगको रोडम्याप बनाउनेछ। साथै व्यापार सम्बन्धलाई अझ बलियो बनाउन ट्रिटी अफ ट्रेडलाई पुनरावलोकन गर्न पनि दुई देश सहमत भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गार्ड अफ द अनरको सम्मान प्रदान गरिएको छ। नेपालको 2 दिने राजकीय भ्रमणका क्रममा जनकपुरबाट काठमाडौँ आइपुग्नु भएका भारतीय प्रधानमन्त्री मोदीलाई टुरी खेलमा एक विशेष समारोहमा बीच गार्ड अफ अनरको सम्मान प्रदान गरिएको हो। त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी मोदीलाई स्वागत गर्नुभएको थियो। समारोहमा प्रधानमन्त्री ओली, रक्षा मन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबाबु थापा, प्रधान सेनापति राजेन्द्र छेत्री सहित नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरू सहभागी हुनुभएको थियो। सरकारले मोदीलाई दोस्रो पटक टुरी खेलमा गार्ड अफ अनरको सम्मान प्रदान गरेको हो। यसअघि पाकिस्तानका प्रधानमन्त्री सहित खकान अब्बासीलाई पनि टुरी खेलमै गार्ड अफ अनरको सम्मान प्रदान गरिएको थियो। रौतहट जिल्लाको राजदेवी नगरपालिकामा गौरदेखि राजदेवी नगरपालिका जाने सडक निर्माणको नाउँमा ठेकेदारले मृत्युको कुवा बनाइरहेको छन्। सदरमुकाममा गौरदेखि राजदेवी नगरपालिकाको कार्यालयसम्म जाने मुख्य सडक निर्माणको क्रममा निर्माण कम्पनी आश्रय जीविका ठेकेदारले विभागको मिलेमत्तोमा नियम विपरीत सडकको छेउमा रहेको खेतबाट माटो कटानी गरिरहेका छन्। बाटोको छेउमै करिब 10 देखि 15 फिटसम्म गहिरो खाल्डो खन्ने गरेकाले बालबालिका पशु चौपायाको लागि उच्च जोखिम रहेको स्थानीयहरूको गुनासो पोखेका छन्। सडक निर्माण तथा विस्तारको कार्य शहरी विकास मन्त्रालयको लगानीमा भइरहेका छन्। राजदेवी नगरपालिका जाने मुरवालवा मोडदेखि पूर्व गएको मुख्य सडकको छेउमा जेसीबी मेसिनले माटो कटानी गर्दा ठुलठुलो खाल्डो भएको कारण पानी जमेपछि ससाना बालबालिका र पशु चपाएको ज्यान जान सक्ने हिसाबले ठेकेदारले खाल्डो खनेका छन्। शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय परसको विशेष विभाग पानी सडक निर्माणको पहिलो चरणको कार्य अहिले भइरहेको छ। अब फेरि समाचारमा विश्रामपछि राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोङ उन बीच जुन 12 मा भेटवार्ता हुने निश्चित र आइपिएल क्रिकेट अन्तर्गत गए रातिको खेलमा राजस्थान रोयल्स विजयी, चेन्नई सुपर किङ्सले 4 विकेटले विश्रामपछि समाचारमा स्वागत छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जोङ उन बीच जुन 12 मा सिङ्गापुरमा भेटवार्ता हुने निश्चित भएको छ। गएको अप्रिलमा किम जोङ निम्तोलाई स्वीकार गर्दै ट्रम्पले लामो समयदेखि कोरियाली प्रायद्वीपमा देखिएको समस्या समाधान गर्ने बताएका थिए। अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विट मार्फत किमसँगको भेटघाटको मिति र स्थान बताएका हुन्। अमेरिकी राष्ट्रपतिको यो घोषणा उत्तर कोरियाले 3 अमेरिकी नागरिकलाई रिहा गरेको केही घण्टापछि आएको हो। राष्ट्रपति ट्रम्प उत्तर कोरियाद्वारा रिहा गरिएका आफ्ना नागरिकलाई
लिन आफै विमानस्थल पुगेका थिए। उत्तर कोरियाले अमेरिकी विदेश मन्त्री माइक पोम्पेओको प्योङयाङ भ्रमणका अवसरमा 3 जना अमेरिकी नागरिकले रिहा गरेको थियो। गएको अप्रिलमै उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन बीच ऐतिहासिक शिखर वार्ता सम्पन्न भएको थियो। त्यसपछि कोरियाली प्रायद्वीपमा लगातार शान्ति स्थापना हुने सङ्केत देखिएको छ। दुवै देशले तटस्थ ठाउँमा रूपमा सिङ्गापुरलाई छनौट गरेका हुन्। यसअघि पनि सिङ्गापुरमा थुप्रै अन्तर्राष्ट्रिय स्तरका वार्ता भएका छन्। सन् 2015 मा सिङ्गापुरमा ताइवान र चीनका नेताबीच भेटवार्ता भएको थियो। दुवै देशबीच 60 वर्षपछि भएको यो वार्तालाई ऐतिहासिक रूपमा लिएको थियो। अमेरिका र सिङ्गापुर बीच घनिष्ठ सम्बन्ध रहेको छ। उत्तर कोरिया तथा सिङ्गापुर बीच पनि कूटनीतिक सम्बन्ध रहेको छ। तर 2017 को नोभेम्बरमा उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध कडा पारिएपछि सिङ्गापुरले व्यापारिक सम्बन्ध तोडेको थियो। अब खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत शुक्रबार रातिको खेलमा राजस्थान रोयल्स विजयी भएको छ। चेन्नई सुपर किङ्सले 4 विकेटले हराउँदै राजस्थानले अघिल्लो चरण पुग्ने सम्भावना कायम राखेको छ। जितका लागि पाएको 177 रनको लक्ष्य राजस्थानले खेल सकिन 1 बल बाँकी छँदा भेट्यो। राजस्थानलाई जिताउन जोस बटलरले नट आउट 95 रन बनाए। 60 बल खेलेको उनले 11 चौका र 2 छक्का हाने। राजस्थानको जितमा बटलर नै नायक रहे। उनी बाहेक कसैले राम्रो रन बनाउन सकेनन्। स्टुआर्ट बिन्नीले 22 तथा सञ्जु स्यामसले 21 रनको योगदान दिए। पहिलो ब्याटिङ गरेको चेन्नईले 20 ओभरमा 4 विकेट गुमाउँदै 176 रन बनाएको थियो। चेन्नईका सुरेश रैनाले 52 रन बनाए। कप्तान महेन्द्र सिंह धोनीले 33 तथा शेन बटसले 39 रन बनाए। 18 अङ्क सहित अङ्क तालिकाको शीर्ष स्थानमा रहेको सनराइज हैदराबाद यसअघि नै अघिल्लो चरणमा पुगिसकेको छ। दोस्रो स्थानमा रहेको चेन्नई 11 खेलबाट 14 अङ्क छ। किङ्स 11 पन्जाबको 10 खेलबाट 12 अङ्क छ। मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सकै बराबर 11 खेलबाट 10 अङ्क बटुलेको भए पनि राजस्थान रन रेटका आधारमा 6औं स्थानमा छ। यी 6वटै टिमको अघिल्लो चरणमा पुग्ने सम्भावना कायम छ। 10 खेलबाट 6 अङ्क बटुलेको रोयल्स च्यालेन्जर्स बेङ्गलोर र 11 खेलबाट 6 अङ्क बटुलेको दिल्ली डेयरडेभिल्सले भने अघिल्लो चरण पुग्ने सम्भावना निकै नै कम छ। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। भारतीय प्रधानमन्त्री मोदीबाट मुक्तिनाथ विशेष पूजा अर्चना। आज काठमाडौँ महानगरपालिकामा नागरिक अभिनन्दन गर्ने। प्रदेश 2 को विकासको लागि 1 अर्ब सहायता दिने मोदीको घोषणा। प्रधानमन्त्री ओली र मोदी बीच भेटवार्ता महत्त्वपूर्ण 5 समझदारी। राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोङ उन बीच जुन 12 मा भेटवार्ता हुने निश्चित। र आइपिएल क्रिकेट अन्तर्गत गैर रातिको खेलमा राजस्थान रोयल्स विजयी, चेन्नई सुपर किङ्स 4 विकेटले पराजित। हवस् त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।